सर निकाल्नु सर पानी गर्नु आयो। हेलो साथीहरू, वेलकम ब्याक टु मिनी भ्लग। फेरि पनि आइसकेको छु मिनी भ्लग लिएर। साथीहरू, आज चाहिँ गर्मी पनि बढिरहेको छ र गर्मी बढिसकेपछि चाहिँ म के गर्ने त भन्दाखेरि धारामा नुहाउन जाने भन्ने प्लान बनायौँ हामी दुईजनाले। र सो साथीहरू, हामी चाहिँ नुहाउनु भनेर लागिहाल्यौँ। नुहाउन जाँदा किनरी त जानु भनेर पानीको बोतल पनि हामीले बोकेर गइसकेका छौँ। अब हामी तल गएर हामी नुहाउनेछौँ। यस्तो बाटो चाहिँ यस्तो खालको छ कि हेर्न सक्नुहुन्छ, बाटो चाहिँ खेतको डिलडेल हिँड्दै हामी त्यो खोलासम्म जानुपर्ने हुन्छ। त यहाँबाट तपाईँले देख्नुभएको यो भ्यूजहरू बवाले रमाइलो छ। अब यहाँबाट केही तल झरिसकेपछि कुवा पनि आउनेछ। हेर्न सक्नुहुन्छ यो खेतहरू यति रमणीय र राम्रो पनि छ। साथीहरू हेर्न सक्नुहुन्छ तल पनि कुवा पनि देखिसकेको छ। साथी हो, हामी चाहिँ त्यहाँ गएर पानी थाप्ने अनि नुहाउने कार्यक्रम गर्नेछौँ। साथी हो, यहाँबाट चाहिँ हामी झर्दै थियौँ। यतापट्टि कुवाको मुहान रहेछ, यतापट्टि रुख ढलेको रहेछ। रुखको माथि माथि हुँदै हामी कुवासम्म पुगिसकेका छौँ। र हामी यहाँ धारामा आइसकेपछि चाहिँ हामीले चाहिँ यताउति भ्यूहरू हेऱ्यौँ। साँच्चीकै रमणीय लाग्यो। धाराहरू पनि दुईवटा रहेछ र खाली भएको मौका पाएर म चाहिँ मुख धुइहालौँ भनेर मुख धुनतिर लागिहालेँ। माहलो तल्लो धारा गर्दै मुख धुएँ। अब मलाई पानी तिर्खा पनि लागेको थियो, पानी पनि खाएँ। मस्त पानी खाइसकेपछि चाहिँ मैले नुहाउनु पर्छ भनेर सोचेँ। त्यसपछि म नुहाउनतिर लागिहालेँ। नुहाउँदा मनलाई शान्त मिल्यो। गर्मी भएको बेला थियो र नुहाइसकेपछि मलाई आनन्द भयो, मनलाई आनन्द भयो। र साथीहरू, दायाँ बायाँको भ्यू हेर्न सक्नुहुनेछ। यति रमणीय र यस्तो हरियाली छ। कुवाको भ्यू हेर्न नछुट्नु होला। र कुवाको वरिपरिबाट देखिने यो भ्यू कस्तो छ त साथीहरू, कमेन्ट पनि गर्नुहोला। फलो गर्नुभएको छैन फलो पनि गर्नुहोला। अनि सो साथी, हामीले चाहिँ घरमा जाँदा चाहिँ पानी ल्याउनु लानुपर्ने हुन्छ। त्यही भएर पानीमा चाहिँ त्यो बालुवा अलिक आउने भएको कारणले गर्दा साथीले चाहिँ त्यो झुम्रो टालेर पानी थाप्न थाल्यो। र पानी साथीले चाहिँ सब एक गर्दै पानी थापेर सकाइदियो। त्यसपछि हामी यसो हेरेको त अरू मान्छेहरू पनि पानी लिन आइरहेका रहेछन्। भाउजूहरू पनि पानी लिएर तल